सबै कुरा आफ्नो समयमा हुन्छ। कहिलेकाहीँ हामीलाई लाग्छ मैले यति धेरै मेहनत गरिरहेको छु तर मेरो जीवनमा परिवर्तन किन भइरहेको छैन। साँचो कुरा के हो भने जीवनमा मेहनतको परिणाम सधैँ तुरन्तै देखिँदैन। तपाईले आज सिकेको कुरा, आज गरेको मेहनत, आज सहनु भएको दुःख, यी सबैले भोलिको तपाईलाई तयार गरिरहेको हुन्छन्। हामी धेरै पटक अरूको सफलताको नतिजा मात्र देख्छौं तर उनीहरूलाई त्यहाँसम्म पुग्न कति समय दिए, कति पटक असफल भए, कति कुरा चुपचाप सहेर अगाडि बढे त्यो देख्दैनौं। त्यसैले अहिले आफ्नो जीवन अलि ढिलो चलिरहेको जस्तो लाग्छ भने पनि आत्तिनु पर्दैन। आफ्नो काम गरिरहनुहोस्, आफ्नो गति नबिर्सनुहोस्, सानो भए पनि अगाडि बढिरहनुहोस् किनकि जीवनमा सबै कुरा एउटै समयमा हुँदैन। कसैको आज तपाईको भोलि हुन सक्छ तर त्यसका लागि तपाईले आज हार मान्नु हुँदैन। बस विश्वास राख्नुहोस्, जित तपाईकै हातमा हुनेछ।